नमस्ते साथीहरू नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ। प्रत्यक्ष फेसबुक पेज लाइभ मार्फत जोडिनुभएका साथीहरू र युट्युब लाइभ मार्फत जोडिनुभएका सम्पूर्ण साथीहरूलाई मैले एकमुष्टमा स्वागत गर्न चाहन्छु। म तपाईँहरूसँग लेखक तथा प्रशिक्षक आस्मन उपाध्याय सदा चाहिँ हरेक दिन बेलुका 9:15 बजेको समयमा जीके फिडब्याक सेसनका साथ उपस्थित भइसकेको छु। तपाईँले स्क्रिन मार्फत देखिसक्नु भएको छ जीके फिडब्याक सेसन। जीके सबैका लागि लोकसेवा आयोगतर्फ प्राविधिक अप्राविधिक, शिक्षक सेवा आयोगतर्फ आधारभूत तह माध्यमिक तह, सुरक्षा निकायतर्फ अस इन्सपेक्टर सङ्गठित संस्था लगायत विभिन्न ब्याङ्किङ र यसै गरेर पाठ्यक्रममा जीके भएका प्राविधिकदार अप्राविधिकदार जुनसुकै सेवा र जुनसुकै तहको पनि तयारी गरेर बसिरहनु भएको छ र तपाईँहरूको पनि यदि पाठ्यक्रममा जीके छ, जीके लेभल इम्प्रुभ गर्न चाहनुहुन्छ र जीके को अभ्यासको दायरा विस्तार गर्न चाहनुहुन्छ भने तपाईँहरू पनि हरेक दिन बेलुका 9:15 बजेको समयमा निःशुल्क रूपमा फिडब्याक सेसनमा उपस्थित भएर यसको लाभ लिन सक्नुहुनेछ। विगतमा पनि लोकसेवा तथा शिक्षक सेवालाई सोधेका विभिन्न प्रतियोगितात्मक परीक्षाहरूलाई आधार मानियो भने एकदमै सफल मानिएको, धेरैभन्दा धेरैजना साथीहरू लाभान्वित हुनुभएको र धेरैभन्दा धेरैजना साथीहरू प्रभावित हुनुभएको फिडब्याक सेसन हो। अब पालो तपाईँहरूको। तपाईँहरू पनि जोडिनुहोस्। प्रश्नहरू एकदमै आधिकारिक छन्, महत्त्वपूर्ण छन्, इक्जाममा सोध्न सक्ने खालका सम्भावित प्रश्नहरू छन्। हप्ताको 7वटा दिनमध्ये हामीले शनिबार बाहेक गर्ने 6वटै दिन जीके को फिडब्याक सेसन हुने गर्दछ र बिहीबारको दिन चाहिँ समसामयिक सेसन हुन्छ ताकि तपाईँहरूलाई चाहिँ इक्जामको समयमा तपाईँलाई टाउको नदुखोस्। समसामयिक के पढ्ने, के कुराहरू अपडेट छ भन्ने कुरालाई चाहिँ त्यो समस्यालाई समाधान गर्नका लागि अब हामी प्रत्येक हप्ताको बिहीबार चाहिँ समसामयिक सेसन गर्दै आइरहेका छौँ र योभन्दा अगाडि कोही साथीहरू भिडियो छुटाउनु भएको छ भने युट्युबमा सुरक्षित रूपमा राखिएको छ, तपाईँहरू हेर्न सक्नुहुनेछ। अबको केही बेरमा म तपाईँहरूलाई आजको लागि जीके लाइभ र डेली लाइभ इक्जाम सुरु गर्ने नै छु साथीहरू। र एम्बिसन गुरुले तपाईँहरूलाई हेर्नुहोस् त कति धेरै चाहिँ तपाईँहरूका लागि गरिरहेको छ र दूरदरारमा रहेका साथीहरू सबैको एउटै आर्थिक अवस्था नहुन सक्छ र यो फिडब्याक सेसनबाट केही न केही भए पनि तपाईँहरू लाभान्वित होस् भन्ने उद्देश्यका साथ एम्बिसन गुरुले हरेक दिन बेलुका 9:15 बजेको समयमा फिडब्याक सेसन गराइरहेको छ र म तपाईँहरूसँग एम्बिसन गुरुबाट हरेक दिन बेलुका 9:15 बजेको समयमा फिडब्याक सेसनमा जोडिने गर्दछु। र तपाईँहरू चाहिँ यो फिडब्याक सेसनमा जोडिनका लागि फेसबुकबाट जोडिँदा पनि हुन्छ है, फेसबुक पेजबाट जोडिँदा पनि हुन्छ, अथवा चाहिँ तपाईँहरू चाहिँ फेसबुक पेजबाट जोडिँदा पनि हुन्छ, अथवा तपाईँहरू चाहिँ युट्युबबाट जोडिँदा पनि हुन्छ है। फेसबुक पेजबाट जोडिँदा पनि हुन्छ अथवा तपाईँहरू युट्युबबाट जोडिँदा पनि हुन्छ। हामी एकैसाथ प्रत्यक्ष लाइभमा हुन्छौँ र यो फेसबुक पेज अथवा युट्युबको नाम चाहिँ आस्मन उपाध्याय रहेको छ। तपाईँहरू जहाँ जोडिन पनि सकिन्छ। युट्युब च्यानलको नाम पनि यही छ र फेसबुक पेजको नाम पनि यही छ है त। हेर्नुहोस् त, हामीले यति धेरै मिहिनेत गरिरहेका छौँ, दुःख गरिरहेका छौँ तपाईँहरूका लागि र यो भनेको तपाईँहरूकै तयारीलाई केही न केही भए पनि सहजीकरण गरोस् र तपाईँहरूको जीके लेभल इम्प्रुभ गर्नका लागि, अभ्यासको दायरा गर्नका लागि हाम्रो केही न केही भए पनि योगदान होस् नै भन्ने हुन्छ। र विगतमा पनि धेरै जसो इक्जामहरूमा धेरैजना साथीहरू यो फिडब्याक सेसनबाट लाभान्वित हुनुभएको छ। जीके कसरी पढ्ने, के पढ्ने भन्ने थाहा नभएको साथीहरूलाई पनि यो सेसनले चाहिँ धेरै उपयोगी चाहिँ गरेको छ, प्रभावकारी तुल्याएको छ र अब पालो तपाईँहरूको। र अर्को कुरा साथीहरू, 100K सब्सक्राइबको लागि फेरि पनि धेरै धेरै धन्यवाद। र यही अवसरमा मैले तपाईँलाई पूर्व जानकारी दिएअनुसार तपाईँले गुगल फर्म भरे अनुसार हामीले 15जना साथीहरू सिलेक्सन गरेर चाहिँ सुरक्षित राखिसकेका छौँ। त्यो सार्वजनिक हामी 15 गते गर्छौँ र 15जना आर्थिक रूपले विपन्न साथीहरूका लागि भनेर चाहिँ छुट्याएका थियौँ होइन। त्यो एकदमै जेन्युन रिजन भएका साथीहरूका लागि मात्रै दिएका छौँ, किनकि हजारौँले फर्म भर्नु भएको छ। त्यो हजारौँले फर्म भर्दाबाट हामीले 15जना छनौट गर्नु हाम्राका लागि धेरै गाह्रो भयो र अब अन्य दिनहरूमा पनि बिस्तारै बिस्तारै हामी ल्याउँछौँ नै, किनकि त्यो हाम्रै कस्टबाट तपाईँलाई 25,000 बराबरको चाहिँ बुक अर्थात् 25,000 बराबरको बुक प्रदान गरेका हौँ निःशुल्क रूपमा, ताकि तपाईँलाई केही न केही भए पनि राहत हुन्छ अरे भन्ने हो। र अब अन्य 15जना साथीहरूका लागि चाहिँ है यो 5 दिन 11, 12, 13 र 14, 15 गते यो 5 दिन जुन हाम्रो फिडब्याक सेसन हुन्छ 9:15 बजेको समयमा, यो फिडब्याक सेसनमा टप 3 आउने साथीहरूका लागि चाहिँ हामीले छुट्याएका छौँ। अब यसमा चाहिँ तपाईँले आफैले चाहिँ आफ्नो बेस्ट दिने राम्रो गर्ने पाउने हो। अब तपाईँले आफ्नो बौद्धिकता परीक्षण गर्ने हो। मैले फेरि पनि भने आजबाट सुरु भएर माघ 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते यो 5वटा दिनमध्ये चाहिँ टप 1 आउने साथीहरूलाई चाहिँ जीके मास्टर बुक उपहार स्वरूप पाउनुहुन्छ।
यसमा तपाईँहरूले अप्सनका रूपमा होइन म जिके मास्टर लाँदिनँ जिके किङ लान्छु भन्न पनि पाइयो है, जिके किङ लान्छु भन्न पनि पाइयो टप 1 आउने साथीहरूका लागि। र अन्य टप 2 र टप 3 आउने साथीहरूका लागि चाहिँ जिके किङ बुक हुन्छ। तपाईँहरू 5वटा दिनमध्ये एक दिन मात्रै टप 3 भित्र पढ्नुभयो भने 15 जना साथीहरूका लागि यो 5 दिन 5 3 जनाका दरले 5 त्यहाँ 15 जना साथीहरूका लागि चाहिँ अब बौद्धिक परीक्षण गर्ने हो। 15 जनामा परिन्छ कि परिँदैन भन्ने कुरा। र मुख्य कुरा के बुझ्नु पर्यो भने एकजना साथीले 2 दिन रिपिट भयो भने त्यो चाहिँ पाउँदैन, अर्को साथीले चाहिँ चान्स पाउँछ। जस्तै टप 3 पढ्ने साथीले योभन्दा अगाडि नै पाइसकेको छ भने टप 4 आउने साथीहरूले योग्यताका आधारमा क्रमका आधारमा चाहिँ पाउँछ है। त्यो कुरा मैले सुरुमै जानकारी दिएँ। र सबैजना साथीलाई गुड लक। यो 5 दिनमा चाहिँ एकदमै राम्रो प्रयास गर्नुहोस् र सबैजना साथीहरूलाई चाहिँ केही न केही भए पनि हाम्रो योगदान हुनेछ। र अन्य कुराहरू अब तपाईँहरूलाई मैले बुक मात्रै नभएर हेर्नुहोस् त करिब करिब विगत 2-4 वर्षदेखि कन्टिन्यू रूपमा यसरी फिडब्याक सेसन पनि गर्दै आइरहेको छु। हरेक कुरा भनेको तपाईँलाई प्राइज होइन होइन, हरेक सिक्ने मौका पनि पाइरहनु भएको छ फिडब्याकबाट। यो नै तपाईँहरूले चाहिँ त्यसलाई पोजिटिभ तरिकाले लिदिनु होला होइन। हामीले यति धेरै मिहिनेत गरिरहेका छौँ तपाईँहरूका लागि। हरेक दिन बिहिबार के अरे हरेक हप्ताको बिहिबार समसामयिक सेसन गरिरहेका छौँ तपाईँहरूकै लागि हो। र अब अन्य युट्युबमा पनि मैले क्रमिक रूपमा अन्य भिडियोहरू पनि हाल्दै जानेछु तपाईँहरूकै लागि हो। त्यो कारणले गर्दा त्यसरी ग्रहण गरिदिनु होला। अन्य चाहिँ हरेक चाहिँ कुरामा पैसा चाहिँ तिर्नुपर्ने समयमा यसरी 9-15 बजेको फिडब्याकबाट पनि धेरैजना साथीहरू लाभान्वित हुनुभएको छ र तपाईँले यसलाई पनि सदुपयोग गर्ने। ल अब मैले धेरै टाइम लगिनँ। ल अनिवार्य रूपमा सेयर गर्नुहोस्। ल साथीहरू जोडिसक्नु भएको छ होइन, मैले तपाईँहरूको धेरै टाइम वेस्ट गरिनँ। सबैजना साथीलाई स्वागत छ। सेयर चाहिँ अनिवार्य रूपमा गर्न पर्यो र एकजना साथीले चाहिँ 15-20वटा ग्रुपहरूमा चाहिँ अनिवार्य रूपमा सेयर गरेर हेर्नुहोस् त तपाईँहरूका लागि हामीले यत्रो गरिरहेका छौँ। 1000 सेयर चाहिँ पुग्नु पर्यो साथीहरू है। ल अल्छी नगरौँ। युट्युब लाइभ मार्फत जोडिनु भएका साथीहरूले पनि लिङ्कलाई अरू साथीहरूमा पुर्याउनुहोस्। एकदमै धेरै धेरै शुभकामना। तपाईँहरू राम्रो गर्नुहोस् है। मैले चाहिँ एकदमै फेयर हुन्छ। अब 15 जनाभित्र चाहिँ परिन्छ कि परिँदैन त्यो चाहिँ तपाईँहरूले आफैले आफ्नो बौद्धिकता परीक्षण गर्ने हो होइन। यसमा हाम्रो भन्नु केही पनि छैन। तपाईँहरूले नै आफ्नो बौद्धिकता परीक्षण गर्नुहोस्, बौद्धिकता देखाउनुहोस्। र ल सबैजना साथीहरूले 15-20वटा ग्रुपहरूमा अनिवार्य रूपमा सेयर गर्दै अरू साथीहरूमा चाहिँ पुर्याउनु पर्यो है त। आज भोलि पर्सि अनि त्योभन्दा पछाडि चाहिँ 14 गते र 15 गते यो जुन लगातार 5 दिनमा टप 3 आउने साथीहरूलाई चाहिँ जिके बुक हाम्रो तर्फबाट उपहार स्वरूप हुनेछ। सबैजना साथीहरू जोडिनु भएका साथीहरूलाई पनि स्वागत छ। ल अब मैले धेरै तपाईँहरूको टाइम लिदिनँ, 2-3 मिनट टाइम लिन्छु। यो केका लागि भने फेरि तपाईँले अरू साथीहरूमा माझ पुर्याउनका लागि। ल त 1000 सेयर चाहिँ पुग्नु पर्यो है साथीहरू। ल एकजना साथीले 15-20वटा ग्रुपहरूमा सेयर गर्नुहोस् त 1 मिनट पनि लाग्दैन। र प्रश्नहरू उत्तिकै महत्त्वपूर्ण छन्। इक्जाममा सोध्न सक्ने खालका सम्भावित प्रश्न छन्। आफ्नो वालमा पनि सेयर गरेर के गर्नुहोस् सुरक्षित साथ राख्नु पर्यो है। ल आफ्नो वालमा पनि सेयर गरेर सुरक्षित साथ राख्नुहोस् र अन्य साथीहरूलाई पनि पुर्याउनुहोस्। यसरी भइरहेको छ है भन्ने कुरा पनि जानकारी दिनुहोस्। डबल कोही पनि हुँदैन यहाँ चाहिँ। तपाईँहरूको यदि कोही साथीहरू दोहोरियो भने तपाईँहरूले चाहिँ पाउनुहुन्न। अन्तिमसम्म चाहिँ हेर्नु होला होइन को साथीहरू चाहिँ पढ्नुहुन्छ भन्ने कुरा। र अन्य आर्थिक रूपमा विपन्न 15 जना साथीहरूलाई हामीले सिलेक्सन गरिसकेका छौँ र त्यो चाहिँ 15 गते नै सार्वजनिक हुन्छ है। एकदमै जेन्युन रिजन भएका साथीहरू एकदमै चाहिँ केही न केही हाम्रो बुकले चाहिँ सहायता प्रदान गर्छ भन्ने साथीहरूलाई चाहिँ हो। किनकि सबैको आर्थिक अवस्था चाहिँ हामी यहाँ सबै चाहिँ मध्यमवर्गीय नै हो साथीहरू होइन, मिडल क्लास फ्यामिली नै हो। तर त्यहीबाट पनि हामीले सिलेक्सन गरेर चाहिँ उत्कृष्ट चाहिँ साथीहरूलाई हामीले प्रदान गरेका छौँ अन्य बुकहरू पनि। र अब यसमा चाहिँ तपाईँहरू टप 3 भित्र 5 दिन लगातार रूपमा आउनुभयो भने होइन 5 दिनभित्र 1 दिन मात्रै पढे पनि पुग्यो तपाईँहरूलाई। 5 दिन नै पढिराख्न परेन। ल सबैजना साथीहरूले चाहिँ गर्नु पर्यो। वर्थ आरएस 25,000 बराबरको गिभ अवे। मैले चाहिँ 15,000 भनेको थिएँ तर चाहिँ 15,000 भनेको थिएँ। अनि अर्को कुरा है, अर्को कुरा पनि बुझिराख्नुहोस्। यहाँ चाहिँ शिक्षक सेवा आयोग र प्राविधिक तर्फका साथीहरूलाई चाहिँ अन्याय नहोस् भनेर विश्वको इतिहास अनि त्यस्तै गरी प्राविधिकमा भूगोल छैन, विश्वको भूगोल अनि त्यस्तै गरी सौर्यमण्डल र ब्रह्माण्ड यो टपिकबाट क्वेसन छैन है। सौर्यमण्डल र ब्रह्माण्ड किनकि अन्याय कसैलाई पनि गर्नु हुँदैन। सबैलाई चाहिँ न्याय होस् भनेर विश्वको इतिहास, विश्वको भूगोल, सौर्यमण्डल र ब्रह्माण्डबाट क्वेसन छैनन्। अन्य अब नेपालको भूगोल, नेपालको इतिहास अनि अर्को भनेको चाहिँ आर्थिक, विज्ञान प्रविधि, वातावरण, अन्तर्राष्ट्रिय संस्था र समसामयिक जुन सबै पाठ्यक्रममा जिके भएका टपिकहरू यसका अतिरिक्त अरू सबै पाठ्यक्रममा हुन्छन् है। यो चाहिँ कुनै कुनै पाठ्यक्रममा विश्वको कुरा चाहिँ जोडेको छैन, त्यही कारणले गर्दा पनि राखिन। र अर्को कुरा सौर्यमण्डल र ब्रह्माण्ड पनि टपिकमा
यो चाहिँ हामीले 15 वटा प्रश्नमा समावेश गरेका छैनौँ। एभरेज छन् क्वेसन, त्यस्तो कुनै पनि गाह्रो छैन। सबै प्रश्नहरू इक्जाममा सोध्न सक्ने खालका सम्भावित र एभरेज छन्। त्यस्तो गाह्रो मान्नु पर्दैन। तपाईँहरूले अहिले देखिहाल्नुहुन्छ प्रश्नहरू कस्ता छन् भन्ने कुरा। सबै प्रश्न एभरेज छन्। सबैजना साथीलाई गुड लक। र अब मैले धेरै टाइम लगिनँ, स्क्रिन मार्फत 2 मिनटको टाइम दिएको छु। यो 2 मिनटको समय भनेको तपाईँहरूले चाहिँ अरू साथीहरूमा पुर्याउनका लागि। ल ओके, ल साथीहरू, यो 2 मिनटको टाइम तपाईँले स्क्रिन मार्फत देखिसक्नु भएको छ। हामी सुरु गरिहाल्छौँ। तपाईँले सेयर गर्ने काम चाहिँ गर्नु पर्यो। खोइ अरू सेयर जम्मा 500 सेयर पुगेछ। अरू साथीहरू खोइ अल्छी नगरौँ है साथीहरू, अल्छी नगरौँ। पछिल्लो टाइम चाहिँ साथीहरू अलिकति अल्छी गरिरहनु भएको हो कि भन्ने कुरा अनुभूति भएको छ। युट्युबबाट जोडिनु भएका साथीहरू पनि यदि युट्युबलाई सब्सक्राइब गर्नुभएको छैन भने युट्युबलाई सब्सक्राइब गरेर जोडिनु होला र अन्य साथीहरूलाई चाहिँ पुर्याउनु होला है। स्क्रिन मार्फत टाइमिङ देखिसक्नु भएको छ। अबको केही बेरमा हामी सुरु गरिहाल्छौँ साथीहरू है त। ल एकैछिन धैर्य गर्नुहोस्। स्क्रिन मार्फत अब 1 मिनटको टाइम दिएको छ। यो चाहिँ अरू साथीहरूलाई पुर्याउनका लागि टाइम दिएको हो है। ल हामी सुरु गरिहाल्छौँ है त साथीहरू। ल 1 मिनट पनि लाग्दैन। सबैले अल्छी नगरौँ, एकदमै अनुशासित तरिकाले। ल त एकजना साथीले अनिवार्य रूपमा चाहिँ सेयर गर्नु होला है। 15-20 वटा ग्रुपहरूमा सेयर गर्नुहोस्, आफ्नो वालमा पनि सेयर गरेर सुरक्षित साथ राख्नुहोस् हैन। हामी अबको केही बेरमा सुरु गरिहाल्छौँ। स्क्रिन मार्फत तपाईँले टाइमिङ देखिसक्नु भएको छ। ल कहाँदेखि सुन्दै हुनुहुन्छ, कति कति ग्रुपहरूमा सेयर गर्नुभयो त? ल त च्याट गर्नुहोस् साथीहरू, कहाँदेखि सुन्दै हुनुहुन्छ है। ल हामी त युट्युबबाट फेसबुकबाट जहाँबाट कमेन्ट गर्दा पनि हुन्छ। अप्सन नम्बर 1 2 3 4 भनेर साथीहरूले चाहिँ कमेन्ट गर्ने है। कुराकानी त्यो हो। र त्यस्तै गरेर चाहिँ हामी अब सुरु गरिहाल्छौँ। ल आउनुहोस्, ढिला नगरी सुरु गरौँ। तपाईँहरूको रोजाइको अनलाइन इक्जाम प्रश्न ध्यान दिएर सुन्नुहोस् र प्रश्नहरू उत्तिकै महत्त्वपूर्ण छन्। आफ्नो प्रोफाइलमा पनि सेयर गरेर चाहिँ सुरक्षित साथ राख्नु होला है। अरू साथीहरूलाई पनि पुर्याउनु होला हैन। देखिन्छ नि क्लियरली? ल ओके। र आजको लागि पहिलो नम्बर प्रश्न यस प्रकार रहेको छ। 1 2 3 4 भनेर कमेन्ट गर्नुहोस्। ल तपाईँले त्यो पुरा चाहिँ कमेन्ट गरिराख्न परेन। 1 2 3 4 भनेर कमेन्ट गर्नुहोस्। सेरा बस्ती अवस्थित नेपाली जिल्ला कुन हो? अप्सन नम्बर 1 हुम्ला, अप्सन नम्बर 2 सोलुखुम्बु, अप्सन नम्बर 3 डोल्पा, अप्सन नम्बर 4 जुम्ला। ल अप्सन नम्बर 1 2 3 4 का आधारमा सबैजना साथीहरूले कमेन्ट गर्नुहोस्। हामी आजको लागि पहिलो नम्बर प्रश्नमा छौँ र प्रश्नले सेरा बस्ती अवस्थित नेपाली जिल्ला कुन हो भन्यो। अप्सन नम्बर 1 हुम्ला, अप्सन नम्बर 2 सोलुखुम्बु, अप्सन नम्बर 3 डोल्पा र अप्सन नम्बर 4 जुम्ला गरेर 4 वटा विकल्प छ। सेरा बस्ती भनेको चाहिँ केही न केही विशेषता बोकेको चाहिँ बस्ती हो। त्यो के हो भन्ने कुरा अहिले एकछिनमा बुझिहाल्नुहुन्छ। र प्रश्नले सेरा बस्ती अवस्थित नेपाली जिल्ला कुन हो भनेर सोधेको छ। र सबैले कमेन्ट गर्नुहोस् त। हुम्ला हो कि, अनि त्यस्तै गरेर चाहिँ सोलुखुम्बु हो कि, डोल्पा हो कि, जुम्ला हो त है। साथीहरूको चाहिँ कमेन्ट पढिरहेको छु। सबैजना साथीहरूले चाहिँ व्यापक रूपमा सेयर गर्दै सहभागी जनाउनुहोस् र आफ्नो वालमा पनि सेयर गर्नुहोस्। अन्य समयमा पनि हेर्न सकिन्छ, सुन्न सकिन्छ, यसबाट चाहिँ लाभ लिन सकिन्छ है। ल हेर्नुहोस्, अब सेरा बस्ती अवस्थित जिल्ला कुन हो भनेर सोधेको थियो र साथीहरूलाई मैले एउटा आग्रह गरेँ, कृपया चाहिँ कमेन्ट गर्दाखेरि आफ्नो आइडेन्टिफाई झल्किने गरी कमेन्ट गर्नु होला है। यो चाहिँ अन्य कमेन्ट गर्नुभएका साथीहरू, किनकि कसले चाहिँ कमेन्ट गरे हो, हामीलाई भोलि चाहिँ यहाँ टप 3 आउँदै गर्दाखेरि कसको हो भन्ने छुट्याउन गाह्रो नहोस्। त्यो कारणले गर्दा आफ्नो चाहिँ सिटिजनसिप अथवा आफ्नो आइडेन्टिफाई प्रष्ट रूपमा झल्किने गरी कमेन्ट गर्नु होला। अब सबैभन्दा सुरुमा यो सेरा बस्ती भनेको के हो त? सेरा बस्ती भनेको चाहिँ एकदमै महत्त्वपूर्ण विशेषता बोकेको बस्ती हो। यो भनेको नेपाल र चीनको सबैभन्दा नजिकको बस्ती। नेपाल र चीन बिचको सबैभन्दा नजिकको बस्ती है। नेपाल र चीन बिचको सबैभन्दा नजिकको बस्ती भनेको सेरा बस्ती। सबैभन्दा नजिकको बस्तीको नाम सेरा बस्ती हो। र अब तपाईँलाई यही सेरा बस्ती कुन चाहिँ जिल्लामा लोकेटेड रहेको छ भनेर सोधेको छ। बुझ्नुभयो नि? सेरा बस्ती भनेको नेपाल र चीन बिचको अथवा नेपाल र चीनको सबैभन्दा नजिकको बस्ती हो। र सेरा बस्ती भनेको चाहिँ हुम्ला जिल्लामा लोकेटेड छ। हुम्ला भनेका साथीहरूको मिल्यो, अरूले करेक्सन गर्नुहोस्। र अब धेरैले डोल्पा भन्नुभएको छ। डोल्पा भनेको नेपालको चाहिँ अग्लो स्थानमा रहेको बस्ती। नेपालको अग्लो स्थानको बस्ती भनेको चाहिँ छार्काभोट र तराप बस्ती है। अग्लो स्थानको बस्ती चाहिँ रहेको जिल्ला भनेको डोल्पा हो। र डोल्पामा चाहिँ छार्काभोट र तराप बस्ती भनेको चाहिँ तराप बस्ती हो। नेपालको सबैभन्दा
अग्लो स्थानमा रहेको बस्ती तराब बस्ती र छार्का भोट यो चाहिँ कहाँ पर्छ भनेर सोध्यो भने डोल्पामा पर्छ है, तराब बस्ती। अनि यस्तै गरेर चाहिँ छार्का भोट र तराब बस्ती डोल्पामा पर्छ। यो नेपालको सबभन्दा अग्लो स्थानमा रहेको बस्ती हो। तर तपाईँहरूलाई नेपाल र चीन बिचको सबैभन्दा नजिकमा रहेको बस्ती सेरा बस्ती हुम्ला जिल्लामा लोकेटेड छ। हुम्ला भनेका साथीहरूको मिल्यो, अरूले करेक्सन गर्नुहोस्। आजको लागि पहिलो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 1 हुम्ला इज द करेक्ट एन्सर। ल अरू साथीहरूले चाहिँ करेक्सन गर्नु पर्यो। नेपाल ल जी लगायत अन्य साथीलाई बधाई छ। आफ्नो आइडेन्टिफाई दिनुहोस् है साथीहरू। मैले भनिसकेको छु यदि तपाईँहरूको त्यहाँ नाममा आफ्नो आइडेन्टिफाई छैन भने हामी सिलेक्सन गर्न असमर्थ हुन्छौँ है। ल दोस्रो नम्बर प्रश्न, हरित सहर भनी हेटौडालाई चिनिन्छ भने सेल्फी सहर भनी कुनलाई चिनिन्छ? अप्सन नम्बर 1 वालिङ, अप्सन नम्बर 2 मटिहानी, अप्सन नम्बर 3 धनकुटा, अप्सन नम्बर 4 देवचुली। हरित सहर भनेर हेटौडालाई चिनिन्छ भने सेल्फी सहर भनेर कुन स्थानलाई चिनिन्छ? एक साथ करिब करिब 5000 जना साथीले सुनिरहनु भएको छ। सबैजना साथीलाई स्वागत छ है। ल भन्नुहोस्, हरित सहर भनी हेटौडालाई चिनिन्छ भने सेल्फी सहर भनी कुनलाई चिनिन्छ भनेर भनेको छ? कुन स्थानलाई चिनिन्छ? वालिङ, मटिहानी, धनकुटा, देवचुली। सबैले कमेन्ट गर्नुहोस् है। तपाईँहरूको यो निर्माणात्मक मूल्याङ्कन हो, केही फरक पर्दैन। तपाईँहरूले चाहिँ आफ्नो बेस्ट दिने त ट्राई गर्नुहोस्। अब धेरैजना साथीले सही नै विकल्प दिनुभएको छ। कतिपय साथीले वालिङ पनि भन्नुभयो, तर यसको सही विकल्प भनेको चाहिँ धनकुटा नै हो। अब अन्य कमेन्ट गर्नुभएका साथीहरू एकैछिन यता ध्यान केन्द्रित गर्नु होला। हरित सहर भनी हेटौडालाई चिनिन्छ भने सेल्फी सहर भनी कुनलाई चिनिन्छ भनेर देवचुली, वालिङ, मटिहानी र धनकुटा भनेर 4वटा विकल्प दियो। अब वालिङ धेरैले भन्नुभयो, वालिङलाई चाहिँ गुलाबी सहर भनेर भनिन्छ है। वालिङलाई, स्याङ्जाको वालिङलाई चाहिँ गुलाबी सहरको उपनामले चिनिने सहर भनेको वालिङ हो। अनि त्यस्तै गरेर अर्को यो जुन देवचुली अनि त्यस्तै गरेर चाहिँ मटिहानी यी भनेका था सुनवल भनेका चाहिँ बाल मैत्री स्थानीय तहसँग सम्बन्धित छन्। देवचुली, सुनवल है, देवचुली अथवा चाहिँ सुनवल है, यी चाहिँ स्थानीय तह भनेको चाहिँ बाल मैत्रीसँग सम्बन्धित छन्। बाल मैत्री स्थानीय तहसँग सम्बन्धित छन्। अनि त्यस्तै गरी एउटा तपाईँलाई मटिहानी भन्यो, अर्को भनेको धनकुटा भनेको छ। मटिहानीलाई हामी के भन्छौँ? फ्री वाइफाई नगर भनेर चिनिन्छौँ। मटिहानी फ्री वाइफाई नगर भनेर चिनिने मटिहानी हो। वाइफाई नगर भनेर है, वाइफाई नगर भनेर चिनिने हामी मटिहानीलाई चिन्छौँ भने तपाईँलाई सेल्फी सहर भनेर कुनलाई चिनिन्छ अथवा स्थानलाई चिनिन्छ भनेर सोधेको छ। यसको सही विकल्प भनेको धनकुटा। धनकुटालाई चाहिँ सेल्फी सहर भनेर भन्छौँ हामी। नेपालको भूगोलमा धनकुटा भनेका साथीहरूको मिलेको छ। अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। ल आजको लागि दोस्रो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 3 धनकुटा इज द करेक्ट एन्सर। र कमेन्ट गर्नुभएका सबैजना साथीहरूलाई बधाई छ। अर्को प्रश्नतिर लागौँ र आजको लागि तेस्रो नम्बर प्रश्न, 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री, नेपालको इतिहासमा 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री देखाएका मध्येको होइनन्? अप्सन नम्बर 1 सूर्य बहादुर थापा, अप्सन नम्बर 2 शेरबहादुर देउबा, अप्सन नम्बर 3 लोकेन्द्र बहादुर चन्द, अप्सन नम्बर 4 गिरिजा प्रसाद कोइराला। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा साथीहरूले कमेन्ट गर्नुहोस् है। प्रश्नले चाहिँ तपाईँलाई के भनेको छ भने साथीहरू 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री को होइनन्? सेयर चाहिँ अनिवार्य रूपमा गर्नु पर्यो है साथीहरू। सेयर चाहिँ अनिवार्य रूपमा, एकदमै अल्छी नगरिकन है। ल हेर्नुहोस्, हामी आजको लागि तेस्रो नम्बर प्रश्नमा छौँ र सबैजना साथीहरूलाई चाहिँ स्वागत पनि छ। 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री को होइनन् भनेको छ। प्रश्नहरू एकदमै आधिकारिक छन्, महत्त्वपूर्ण छन्। आफ्नो वालमा पनि सेयर गरेर सुरक्षित साथ राख्नु पर्यो है। अन्य फुर्सदको समयमा हेर्न सकिन्छ, सुन्न सकिन्छ, यसबाट चाहिँ लाभ लिन सकिन्छ। हेर्नुहोस् त, 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री देखाएका मध्ये कुन होइनन् भनेर दिएको थियो। अब यति सजिलो प्रश्न साथीले बिगार्नुभयो। अहिलेसम्म नेपालको इतिहासको प्रधानमन्त्रीको घटनाक्रम अथवा प्रधानमन्त्रीको इतिहासलाई हेर्ने हो भने 5 पटक प्रधानमन्त्री बनेका व्यक्तिहरू 3 जना छन् र त्यो 3 जना मध्येबाट कुन होइनन् भनेर सोध्या हो। हेर्नुहोस् त, 5 जना प्रधानमन्त्री बनेका 5 पटक प्रधानमन्त्री बनेका 3 जना है। 5 पटक प्रधानमन्त्री बनेका 3 जना छन्। प्रधानमन्त्री बनेका कतिजना हुन् त? 3 जना हुन्। र त्यो 3 जना मध्ये एउटा शेरबहादुर देउबा भइहाले हैन। शेरबहादुर देउबा
शेर बहादुर देउबा। अनि त्यस्तै गरेर अर्को भनेको चाहिँ गिरिजा प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला। र त्यस्तै गरेर अर्को भनेको चाहिँ सूर्य बहादुर थापा, सूर्य बहादुर थापा। यो तीनजना व्यक्तित्व अथवा पूर्व प्रधानमन्त्रीहरू चाहिँ थापा है, सूर्य बहादुर थापा, यसै गरेर चाहिँ गिरिजा प्रसाद कोइराला र यसै गरी शेरबहादुर देउबा भनेको तीनजना 5 पटक प्रधानमन्त्री बनेका हुन्। र तपाईँहरूलाई 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्रीको होइनन् भनेको छ, यसको सही विकल्प लोकेन्द्र बहादुर चन्द, लोकेन्द्र बहादुर चन्द। अनि त्यस्तै गरी केपी शर्मा ओली चाहिँ 4 पटक प्रधानमन्त्री बनेका हुन् है। केपी शर्मा ओली चाहिँ कति पटक? 4 पटक प्रधानमन्त्री बनेका हुन्। चाहिँ 4 पटक प्रधानमन्त्री बनेका दुईजना छन्, त्यो भनेको एउटा केपी शर्मा ओली, अर्को चाहिँ लोकेन्द्र बहादुर चन्द, जस अन्तर्गत अब लोकेन्द्र बहादुर चन्द परेनन्। पुष्पकमल दाहाल प्रचण्ड र कीर्तिनिधि बिष्ट भनेको 3 पटक प्रधानमन्त्री बनेका, 3 पटक प्रधानमन्त्री बनेका को हुन् भनेर सोध्यो भने एउटा भनेको पुष्पकमल दाहाल प्रचण्ड, पुष्पकमल दाहाल प्रचण्ड हैन, अर्को भनेको कीर्तिनिधि बिष्ट, कीर्तिनिधि बिष्ट। यो चाहिँ 3 पटक प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्रीहरू हुन् है, कीर्तिनिधि बिष्ट र पुष्पकमल दाहाल प्रचण्ड 3 पटक, शेरबहादुर देउबा, गिरिजा प्रसाद कोइराला, सूर्य बहादुर थापा 5 पटक, लोकेन्द्र बहादुर चन्द र केपी शर्मा ओली 4 पटक। तपाईँहरूलाई प्रश्नले 5 पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्रीमा देखाएको को होइन भनेको छ लोकेन्द्र बहादुर चन्द होइन। लोकेन्द्र बहादुर चन्द 4 पटक प्रधानमन्त्री बनेका थिए। र यसै गरेर चाहिँ लोकेन्द्र बहादुर चन्द भनेका साथीहरूको मिलेको छ। अरू साथीले करेक्सन गर्नुहोस्। एकसाथ करिब करिब 6000 जना साथीले सुनिरहनु भएको छ, सबैलाई स्वागत छ। युट्युबबाट 3000 जति हुनुहुन्छ, फेसबुकबाट 3000 जति हुनुहुन्छ। एकदमै उल्लेखनीय तपाईँहरूको सहभागिताप्रति धेरै धेरै धन्यवाद है। ल अर्को प्रश्न, नेपालले स्विजरल्यान्डसँग द्विपक्षीय हवाई सम्झौता कहिले गर्यो? 2024 फेब्रुअरी 8, 2024 फेब्रुअरी 6, 2023 डिसेम्बर 9, 2023 डिसेम्बर 5। नेपालले स्विजरल्यान्डसँग द्विपक्षीय हवाई सम्झौता कहिले गर्यो भनेर सोधेको छ। र सबैले अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा कमेन्ट गर्नुहोस् है त। ल साथीहरूको कमेन्ट कम्प्युटिङ भइरहेको छ है। प्रश्नहरू एकदमै आधिकारिक छन्, आफ्नो प्रोफाइलमा सेयर गरेर राख्नुहोस्। र यो युट्युबबाट जोडिनु भएका साथीहरू यदि युट्युबलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिनु होला। र पुरस्कारको लागि चाहिँ आफ्नो रियल आइडेन्टिफाईबाट कमेन्ट गर्नुहोस् है साथीहरू। ल नेपाल र स्विजरल्यान्डसँग द्विपक्षीय हवाई सम्झौता नेपालले कहिले गर्यो भनेर सोधेको छ। अब यो द्विपक्षीय हवाई सम्झौताको सन्दर्भमा तपाईँले बुझ्नुपर्ने कुरा के छ भने नेपालले हालसम्म 42 वटा मुलुकसँग हवाई सम्झौता गरेको छ है। हालसम्म कतिवटा? 42 वटा मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ नेपालले। र यो 42 वटा मुलुकहरूमध्ये अन्तिम भनेकै स्विजरल्यान्ड हो, त्यही कारणले गर्दाखेरि पनि यो महत्त्वपूर्ण छ है। 42औं नेपालसँग हवाई सम्झौता गर्ने 42औं अथवा अन्तिम मुलुक चाहिँ कुन हो भनेर सोध्यो भने चाहिँ के हो त? स्विजरल्यान्ड। स्विजरल्यान्ड भनेको चाहिँ नेपालसँग दौत्य सम्बन्ध यो जुन द्विपक्षीय हवाई सम्झौता चाहिँ कायम गर्ने अन्तिम हो अथवा चाहिँ 42औं हो। र स्विजरल्यान्ड र नेपालको चाहिँ द्विपक्षीय हवाई सम्झौता कहिले भयो त? 2024 फेब्रुअरी 6 मा भएको थियो है। 2024 फेब्रुअरी 6 र 2024 फेब्रुअरी 6 भनेका साथीहरूको मिलेको छ, अरूले करेक्सन गर्नुहोस् है त। हेर्नुहोस् त 24 वटा मध्ये स्विजरल्यान्डले 2024 फेब्रुअरी 6 मा र त्यस्तै गरेर चाहिँ 41औं चाहिँ के हो त? रुवान्डा 2023 डिसेम्बर 5 मा चाहिँ यो रुवान्डाले नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरेको थियो। यो रुवान्डा भनेको चाहिँ 41औं हो। ल 41औं भनेको चाहिँ रुवान्डा हो। रुवान्डा र नेपाल बीच द्विपक्षीय हवाई सम्झौता चाहिँ 2023 डिसेम्बर 5 मा भयो। पहिलो भनेको चाहिँ भारत हो। फेरि नेपालसँग हवाई सम्झौता कायम गर्ने पहिलो कन्ट्री चाहिँ कुन हो भनेर सोध्यो भने भारत। र भारत र नेपाल बीच द्विपक्षीय हवाई सम्झौता कहिले भयो त? 1964 नोभेम्बर 26। 1964 नोभेम्बर 26 मा चाहिँ नेपाल र भारत बीच हवाई सम्झौता भएको थियो। 1964 नोभेम्बर 26। यसरी बुझ्नु पर्यो। र नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरेका देशहरू कति पुग्यो भनेर सोध्यो भने 42 वटा र 42औं भनेको स्विजरल्यान्ड हो। र यही मिति सोधेको छ 2024 फेब्रुअरी 6। ल 2024 फेब्रुअरी 6 भनेका साथीहरूको मिलेको छ। अरू साथीहरूले यसलाई करेक्सन गर्नु पर्यो। आजको लागि चौथो नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 2 इज द करेक्ट आन्सर। ओके अर्को प्रश्न, नेपालको संविधानको कुन धारामा धार्मिक स्वतन्त्रताको हकसँग सम्बन्धित व्यवस्था गरेको छ? धारा 33,
धारा 32, धारा 29 र धारा 26। ल भन्नुहोस्, नेपालको संविधानको कुन धारामा धार्मिक स्वतन्त्रताको हकसँग सम्बन्धित व्यवस्था गरेको छ भनेर 4वटा विकल्प दियो। सबैजना साथीले अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा कमेन्ट गर्न सकिन्छ, कमेन्ट गर्नुहोस् है त। युट्युबबाट जोडिनुभएका साथीहरू जति पनि हुनुहुन्छ र तपाईँहरूले चाहिँ यदि युट्युबमा जोडिनु भएको छैन भने सब्सक्राइब गरेर जोडिनुहोस्। हरेक दिन बेलुका 9:15 बजेको समयमा हुन्छ। अरू साथीलाई पनि जानकारी दिनुहोस्, तपाईँहरूका लागि यति धेरै मिहिनेत गरिरहेका छौँ होइन, त्यो कुरा बुझ्नु पर्यो र तपाईँहरूकै लागि हो है, त्यो कुरा बुझ्नुहोस्। र नेपालको संविधानको कुन धारामा धार्मिक स्वतन्त्रताको हकसँग सम्बन्धित व्यवस्था गरेको छ भनेर 4वटा विकल्प दिएको थियो। ल अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा कमेन्ट गर्नु पर्यो है त। अब यो त सबैले मिलाउनु नै भएको छ, मिलाउनुहुन्छ भन्ने कुरामा म स्योर नै थिएँ। नेपालको संविधानमा भाग 3 मा जुन मौलिक हक र नागरिकका कर्तव्य अन्तर्गत धारा 16 देखि लगेर 46 सम्म 31 वटा मौलिक हकहरू छन्, जस अन्तर्गत एउटा धार्मिक स्वतन्त्रताको हकसँग सम्बन्धित व्यवस्था पनि छ र त्यो भनेको चाहिँ धारा 26 मा हो है। धारा 26 मा चाहिँ धार्मिक स्वतन्त्रताको हक, अनि धारा 29 मा के भनेको छ, धारा 29 मा शोषण विरुद्धको हकको कुरा गरेको छ है। 29 मा चाहिँ शोषण विरुद्धको हक, शोषण विरुद्धको हक चाहिँ 29 मा छ। अनि त्यस्तै गरेर धारा 32 मा के छ, भाषा तथा संस्कृतिको चाहिँ धारा 32 भाषा तथा संस्कृतिको हक, भाषा तथा सांस्कृतिकको हकसँग सम्बन्धित व्यवस्था धारा 32 मा उल्लेख गरेको छ भाग 3 को। र धारा 33 मा चाहिँ रोजगारीको हकसँग सम्बन्धित व्यवस्था उल्लेख गरेको छ है। रोजगारीको हक, रोजगारीको हक। र तपाईँहरूलाई प्रश्नले के सोधेको छ हेर्नुहोस् त, धार्मिक स्वतन्त्रताको हकसँग सम्बन्धित व्यवस्था भनेको छ, यो भनेको नेपालको संविधानको भाग 3 नागरिक कर्तव्य, मौलिक हक र नागरिक कर्तव्य अन्तर्गत धारा 26 इज द करेक्ट एन्सर। ल धारा 26 भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ, अरूले करेक्सन गर्नुहोस्। नेपालको संविधानको धारा 26 मा धार्मिक स्वतन्त्रताको हकसँग सम्बन्धित व्यवस्था उल्लेख गरेको छ है त। ल आजको लागि 5औं नम्बर प्रश्नको सही विकल्प धारा 26। अर्को प्रश्न, हाल सबैभन्दा बढी नाफामा रहेको सार्वजनिक संस्थान कुन हो? अप्सन नम्बर 1 नेपाल विद्युत प्राधिकरण, अप्सन नम्बर 2 नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, अप्सन नम्बर 3 नेपाल आयल निगम, अप्सन नम्बर 4 निक्षेप तथा कर्जा लगानी कोष है। हाल सबैभन्दा बढी नाफामा रहेको संस्थान कुन हो? अब यत्रो साथीहरू हुनुहुन्छ, सेयर चाहिँ फिटिक्कै पनि भएन है साथीहरू। यो अल्छी गर्नुभएका साथीहरू 15-20 वटा ग्रुपहरूमा सबैले सेयर गर्नुहोस् त। तपाईँहरूका लागि अब यत्रो मिहिनेत गर्दै जाने, तपाईँहरू चाहिँ अल्छी गर्दै जाने भएन है साथीहरू, मजै आएन क्या यो है। यत्रो साथीहरू हुनुहुन्छ, कम्तीमा पनि एकजनाले 15-20 वटा ग्रुपहरूमा सबैले सेयर गर्नुहोस् त, अनि पो हामीलाई मोटिभेसन हुन्छ। आगामी दिनहरूमा पनि थप चाहिँ तपाईँहरूलाई भिडियो ल्याउने ऊर्जा हुन्छ। अल्छी नगर्नुहोस्। हाल सबैभन्दा बढी नाफामा रहेको सार्वजनिक संस्थान कुन हो भनेर सोधेको थियो। 2082 अनुसार यो है, 2082 को जुन सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अन्तर्गत चाहिँ तपाईँहरूले बढी नाफामा रहेका संस्थानहरूलाई चाहिँ के भनेर सम्झिनु पर्यो भने यता ध्यान दिनुहोस् त। अहिले यो चाहिँ 2082 को है आर्थिक सर्वेक्षण 2081-82 अनुसार अथवा चाहिँ 2082 को सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा हेर्ने हो भने बढी नाफामा रहेका 5 वटा लेख्नु त। बढी नाफामा भएका 5 वटालाई चाहिँ तपाईँहरूले कसरी सम्झिनु पर्यो भने साथीहरू, बढी नाफामा भएका 5 वटालाई चाहिँ तपाईँहरूले बिआदु नानी भनेर सम्झिनु पर्यो। बिआदु नानी अथवा निना भनेर सम्झिनु पर्यो है। हेर्नुहोस् त, बिआदु नानी अथवा चाहिँ निना भनेर सम्झिने। बिआदु निना भनेर लेख्नु न, निना है, निक्षेप नागरिक उड्डयन। हेर्नुहोस् अब यो भनेको मैले सर्टकटमा लेख्ने। ल बी भनेको विद्युत, नेपाल विद्युत प्राधिकरण, आ भनेको नेपाल आयल निगम, दु भनेको दूरसञ्चार कम्पनी लिमिटेड, यसलाई नेपाल चाहिँ टेलिकम भन्छ, दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम, दूरसञ्चार कम्पनी है। यो भनेको नेपाल टेलिकम, नेपाल टेलिकम। यो क्रम अनुसार सोध्छ, तपाईँलाई जानिराख्नुहोस् 5 वटाको। अनि नि भनेको निक्षेप तथा कर्जा लगानी कोष है। नि भनेको निक्षेप तथा कर्जा, निक्षेप तथा कर्जा लगानी कोष। अनि ना भनेको नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण। हेर्नुहोस् त, यी 5 वटा संस्थान भनेको अहिले 2082 को सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार सबैभन्दा बढी नाफामा रहेका संस्थान हुन् विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम,
अनि दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम भन्छ, अर्को निबाट निक्षेप तथा कर्जा लगानी कोष, नागरिक उड्डयन प्राधिकरण। यो 5वटा सबैभन्दा बढी नाफामा भएका र तपाईँहरूलाई हाल सबैभन्दा बढी नाफामा रहेको संस्थान कुन हो भनेर सोधेको छ। विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरण भनेको चाहिँ सबैभन्दा धेरै नाफामा रहेको सार्वजनिक संस्थान हो र विद्युत प्राधिकरण भनेका साथीहरूको मिलेको छ, अरूले करेक्सन गर्नुहोस्। अहिले 2082 को चाहिँ सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार अहिले विद्युत प्राधिकरण रहेको छ है। ल, नेपाल विद्युत प्राधिकरण भनेर सही विकल्प दिनुहुने सबैजना साथीलाई बधाई छ। अर्को प्रश्न, रणबहादुर शाहको नायबी शासन व्यवस्था आमा राजेन्द्र लक्ष्मी शाहले कति वर्ष चलाइन्? अप्सन नम्बर 1 8 वर्ष, अप्सन नम्बर 2 14 वर्ष, अप्सन नम्बर 3 12 वर्ष, अप्सन नम्बर 4 10 वर्ष। हेर्नुहोस् त, रणबहादुर शाहको नायबी शासन व्यवस्था आमा राजेन्द्र लक्ष्मी शाहले कति वर्ष चलाइन् भनेर 4वटा विकल्प दिएको छ। अप्सन नम्बर 1 2 3 4 का आधारमा कमेन्ट गर्नुहोस्। यो चाहिँ करिब करिब मैले 1 वर्षपछि नै पहिलोपटक 6000 जना साथीहरूले एकैपटक लाइभ हेरिरहेको देखेको छु। त्यसका लागि धेरै धेरै धन्यवाद। युट्युबबाट करिब करिब 3000 जना साथीहरू हुनुहुन्छ, फेसबुकबाट 3000 जना साथीहरू हुनुहुन्छ। है, सबैलाई स्वागत छ। तपाईँहरूको हरेक दिन बेलुका 9:15 बजे हुन्छ। अरू भर्खर चाहिँ स्टार्टिङ गरिरहनुभएका नवप्रवेशी साथीहरूलाई पनि जानकारी दिने, यसरी आसमा सरको फिडब्याक सेसन हुन्छ है, जोडिने भनेर सजेस्ट दिने, सल्लाह दिने हैन, तपाईहरु जोड्नु पर्यो। ल, अब प्रश्नतिर लागौँ। हेर्नुहोस् त, तपाईहरुले यो नायबी शासन व्यवस्था भन्ने त बुझ्नु भएको छ। नायबी शासन व्यवस्था रणबहादुर शाहको पालामा चलेको थियो। यो सबैलाई मैले इतिहास पढाउँदाखेरि भनेको छु। रणबहादुर शाहको पालामा नायबी शासन व्यवस्था चलेको थियो। नायबी शासन व्यवस्था भनेको के हो भने शासन चाहिँ रणबहादुर शाहकै नाममा हुने, तर उनी चाहिँ 2.5 वर्षकै उमेरमा राजा भएको कारणले गर्दा उनले शासन चलाउन सक्थ्यो त सक्थेनन्। त्यो कारणले गर्दाखेरि चाहिँ 1834 देखि लगेर 1854 सम्म नायबी शासन व्यवस्था चलेको छ। रणबहादुर शाहको नायबी शासन है, नायबी शासन, यो नायबी शासन अन्तर्गत चाहिँ 1834 देखि 1842 सम्म आमाले शासन चलाएको हो। अनि 1842 देखि लगेर 1854 सम्म चाहिँ काकाले शासन चलाएका हुन्। काका भनेको चाहिँ बहादुर शाह हुन् है। काका भनेको बहादुर शाह, जसलाई हामी योग्य पिताका सुयोग्य पुत्र भनेर चिन्छौँ बहादुर शाहलाई। उनले नै नायबी शासन चलाए। कति वर्ष? 1842 देखि 54 सम्म 12 वर्ष शासन चलाए। र आमा भनेको राजेन्द्र लक्ष्मी शाह हुन्, रणबहादुरको आमा। प्रताप सिंह शाहकी चाहिँ श्रीमती, पृथ्वीनारायण शाहकी चाहिँ बुहारी है, राजेन्द्र लक्ष्मी शाह, जसलाई चाहिँ हामी इतिहासको वीर वीरङ्गना भनेर चिन्छौँ, वीर वीरङ्गना इतिहासको होइन। र उनले चाहिँ 1834 देखि 1842 सम्म 8 वर्ष छोराको नायबी शासन व्यवस्था चलाएकी थिइन्। यसको सही विकल्प 8 वर्ष। 8 वर्ष भनेको 1834 देखि लगेर 1842 सम्म चाहिँ रणबहादुर शाहको नायबी शासन व्यवस्था आमा राजेन्द्र लक्ष्मी शाहले चलाइन्। 8 वर्ष भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले करेक्सन गर्नुहोला। रणबहादुर शाहको नायबी शासन व्यवस्था आमाले र काकाले चलाएका थिए। आमा राजेन्द्र लक्ष्मी शाह, काका बहादुर शाह। यसको चाहिँ बाउ भनेको चाहिँ प्रताप सिंह शाह हो है। ल, आजको लागि 7औं नम्बर प्रश्नको सही विकल्प 8 वर्ष इज द करेक्ट एन्सर। ल, 8 वर्ष भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले करेक्सन गर्नुहोस् है। बुकको लागि होइन नि साथीहरू, क्वेसन एकदम एभरेज छन् नि। तपाईँलाई गाह्रो लागेको मात्रै हो, गाह्रो क्वेसन नै छैनन् आज, सबै क्वेसन एभरेज हो है। क्वेसन आज एकदमै एभरेज खालका र विशेष क्वेसन मात्रै छन्। गाह्रा क्वेसन आज कुनै पनि छैनन् साथीहरू। गाह्रा क्वेसन त तपाईँले देख्नै भएको छैन मेरो। कति गाह्रा क्वेसन राख्छु यहाँ चाहिँ। गाह्रा क्वेसन राखेको त 5वटा क्वेसन मिल्दैन साथीहरू यहाँ। रामायण अनुसार रामको आमा को थिइन्? अप्सन नम्बर 1 सुमित्रा, अप्सन नम्बर 2 सीता, अप्सन नम्बर 3 कौशल्या, अप्सन नम्बर 4 कैकेयी। रामायण अनुसार रामको आमा को थिइन् है। अब यो चाहिँ तपाईँलाई सामाजिक सांस्कृतिक अवस्थाबाट सोधेको छ है। रामायण अनुसार रामको आमा को थिइन्? सुमित्रा, सीता, कौशल्या, कैकेयी। 15वटा क्वेसन टोटल है। ल, 11, 12, 13, 14 र 15 गते यो 5 दिनमा टप 3 भित्र पढ्न पर्यो। कोही चाहिँ दोहोरिँदैन फेरि है, दोहोरिन चाहिँ कोही पनि दोहोरिँदैन। ल भन्नुहोस्, रामायण अनुसार रामको आमा को थिइन्? सुमित्रा, सीता, कौशल्या र यसै गरेर कैकेयी गरेर चाहिँ 4वटा विकल्प दिएको छ। अब यहाँ के बुझ्नु पर्यो भने साथीहरू, सीता भनेको त श्रीमती हुन्, यो हुने कुरै छैन। सीता भनेको चाहिँ रामको श्रीमती हुन् होइन।
यो हुने कुरै छैन। अब यहाँ रामायण अनुसार चाहिँ विशेष गरेर 4 भाइ रामहरू, राम, यसै गरेर भरत, लक्ष्मण र शत्रुघ्न, यो भनेका चाहिँ सबैका चाहिँ यो जति पनि यिनी भाइहरू छन् 4 भाइहरू, यो चाहिँ दशरथका छोरा। बुवा चाहिँ दशरथ हुन् है। बुवा चाहिँ को थिए भनेर सुरुमा दशरथ, हेर्नुहोस् है, बुवा भनेको चाहिँ दशरथ थिए, बुवा भनेको रामका, अनि त्यस्तै गरेर चाहिँ भरतका, लक्ष्मणका र शत्रुघ्नका सबैका। र त्यसका अतिरिक्त चाहिँ भरतकी आमा भनेको कैकेयी है, भरतकी आमा कैकेयी भनेको चाहिँ भरतकी आमा कैकेयी। अनि त्यस्तै गरी सुमित्रा भनेको चाहिँ 2 जना, सुमित्रा भनेको चाहिँ यो शत्रुघ्न र लक्ष्मणकी आमा भनेको चाहिँ सुमित्रा। लक्ष्मण र शत्रुघ्न, लक्ष्मण र शत्रुघ्नकी चाहिँ आमा एउटै थिइन्, त्यो चाहिँ सुमित्रा हुन् भने कौशल्या भनेको चाहिँ रामको आमा चाहिँ को थिइन्, बुवा दशरथ, र आमा भनेको कौशल्या। कौशल्या इज द करेक्ट आन्सर। बुझ्नुभयो मैले भनेको चाहिँ? सीता भनेको श्रीमती हुन्। अब यसमा सीता हुने कुरै छैन, सीता रामको श्रीमती हुन्। अनि त्यसपछि चाहिँ दशरथका 4 भाइ छोराहरू राम, भरत, लक्ष्मण र शत्रुघ्न मध्ये भरतकी आमा कैकेयी, रामको आमा कौशल्या हैन। अनि चाहिँ लक्ष्मण र शत्रुघ्न भनेको चाहिँ सुमित्राका छोराहरू हुन्। तपाईहरुलाई रामको आमा भनेको कारणले गर्दा कौशल्या इज द करेक्ट आन्सर। सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ, अरूले करेक्सन गर्नुहोस्। आजको लागि 8औं नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 3 कौशल्या इज द करेक्ट आन्सर। ल अगाडि बढौँ। र कौशल्या भनेर सही विकल्प दिनुहुने सम्पूर्ण साथीलाई बधाई छ। 700 प्लस साथीले सही विकल्प दिनुभएको छ। कङ्ग्रेचुलेसन टु अल। 9 नम्बर प्रश्न, इन्द्र जात्रा कुन तिथिमा मनाइने गर्दछ? यो पनि लोकसेवाले सोधिसकेका क्वेसन हो। अप्सन नम्बर 1 भाद्र शुक्ल चतुर्दशी, अप्सन नम्बर 2 भाद्र कृष्ण औँसी, अप्सन नम्बर 3 आश्विन शुक्ल सप्तमी, अप्सन नम्बर 4 आश्विन शुक्ल प्रतिपदा। इन्द्र जात्रा कुन तिथिमा मनाइने गर्दछ? भाद्र शुक्ल चतुर्दशी, भाद्र कृष्ण औँसी, आश्विन शुक्ल सप्तमी र आश्विन शुक्ल प्रतिपदा गरेर तपाईलाई 4वटा विकल्प दिएको छ। र सबैजना साथीले अप्सन नम्बर 1 2 3 4 का आधारमा कमेन्ट गर्नुहोस्। र युट्युब लाइभ मार्फत जोडिनु भएका सबैलाई स्वागत छ। करिब 3000 जना साथीहरूले युट्युबबाट हेरिरहनु भएको छ। यदि सब्स्क्राइब गर्नुभएको छैन भने युट्युबलाई सब्स्क्राइब गरेर जोडिनुहोस् है। र अन्य भिडियोहरू पनि अब म क्रमिक रूपमा हाल्ने छु है। नातिनु होला, म हाल्छु अब तपाईहरु युट्युबमा भिडियो। अलिकति 2-4 दिन व्यस्त छु एउटा बुकको काममा, हाल्छु नातिनु। सबैमा विभिन्न भिडियोहरू ओल्ड इज गोल्ड देखि लगेर हैन वर्ल्ड क्वेशनहरू सबै हामी छलफल गर्ने छौं। इन्द्र जात्रा कुन तिथिमा मनाइने गर्दछ भनेर तपाईलाई 4वटा विकल्पहरू दिएको थियो हैन। र यो 4वटा विकल्पबाट यो इन्द्र जात्राको सन्दर्भमा आयोगले सोधिसकेका क्वेसन हो। अब अलिकति तपाईले चाहिँ के लजिक पनि लगाउनु पर्यो। 4वटा विकल्प मध्ये अब इन्द्र जात्रा भनेको भाद्रमा पर्छ। यहाँ तपाईलाई एउटा भाद्र कृष्ण औँसी, भाद्र शुक्ल चतुर्दशी भनेको छ। भाद्र कृष्ण औँसी जस्तै हामी कुशे औँसी, बुवाको मुख हेर्ने दिन मनाउने यो चाहिँ है कुशे औँसी, कुशे औँसी अथवा बुवाको मुख हेर्ने दिन भनेको औँसीमा पर्छ नि हो। यो कुशे औँसी भनेको बुवाको मुख हेर्ने दिन कुन तिथिमा पर्दो रहेछ? भाद्र कृष्ण औँसीमा पर्छ। अर्को आश्विन शुक्ल प्रतिपदा र आश्विन शुक्ल सप्तमी भनेको छ। सप्तमीमा पर्ने भनेको फुलपाती, फुलपातीमा पर्दैन आश्विन शुक्ल सप्तमीमा है। महासप्तमी भनेर फुलपातीलाई महासप्तमी भन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ यो आश्विन शुक्ल चाहिँ सप्तमी पर्ने भनेको फुलपाती हो। फुलपाती मनाउँछौँ हामी आश्विन शुक्ल सप्तमीमा। अर्को आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने भनेको के हो? घटै स्थापना, दशैंको सुरुवात। यो चाहिँ घटै स्थापना हो। यो चाहिँ घटै स्थापना। र तपाईलाई इन्द्र जात्रा भनेको छ। कति सजिलो थियो। इन्द्र जात्रा कुन तिथिमा मनाइने गरिन्छ? त्यो भनेको भाद्र शुक्ल चतुर्दशीमा मनाइने गरिन्छ। भाद्र शुक्ल अथवा चाहिँ भदौ शुक्ल चतुर्दशी। र यसको सही विकल्प भनेको भाद्र शुक्ल चतुर्दशी इज द करेक्ट आन्सर है। इन्द्र जात्रा भनेको भाद्र शुक्ल चतुर्दशी। कृष्ण औँसीमा चाहिँ कुशे औँसी हैन, भाद्र कृष्ण औँसी। आश्विन शुक्ल प्रतिपदामा घटै स्थापना सुरु हुन्छ र आश्विन शुक्ल सप्तमीमा फुलपाती, जसलाई हामी महासप्तमी भनेर पनि भन्छौँ फुलपातीको दिनलाई चाहिँ। र भाद्र शुक्ल चतुर्दशी इन्द्र जात्रा। भाद्र शुक्ल चतुर्दशी भनेका साथीहरूको मिलेको छ, अरूले करेक्सन गर्नुहोस्। र आजको लागि 9 नम्बर प्रश्नको सही विकल्प अप्सन नम्बर 1 भाद्र शुक्ल चतुर्दशी इज द करेक्ट आन्सर है। अर्को प्रश्नतिर लागौँ। फरक गुण भएका बुवा आमाबाट पर्जन भई पहिलो वंशमा देखा परेको गुणलाई के भनिन्छ? अप्सन नम्बर 1 लुप्त गुण, अप्सन नम्बर 2 वंशानुगत गुण, अप्सन नम्बर 3 प्रबल गुण, अप्सन नम्बर 4 परिवर्तन गुण। सर म्यादीमा सोधेको जस्तो क्वेसन सोध्नु न भन्नु भएको छ। म्यादीमा सोधेको जस्तो क्वेसन आउँछ, तपाईहरु आयोगले पनि सोध्छ, तर चाहिँ टेन्सन लिनु पर्दैन। अब यहाँ चाहिँ 10 बजिसकेको छ, करिब सुत्ने टाइम पनि भयो होला। सुत्नुहोस् अनि मजाले सपना देख्नुहोस्। ठ्याक्कै म्यादीमा सोधेको क्वेसन भन्दा पनि सजिलो क्वेसन चाहिँ सपना देख्न पाइन्छ।
ल ओके 10औं नम्बर प्रश्न फरक गुण भएका बुवा आमाबाट प्रजनन भई पहिलो वंशमा देखा परेको गुणलाई के भनिन्छ भनेको छ लुप्त गुण वंशानुगत गुण अनि त्यस्तै गरेर चाहिँ प्रबल गुण र परिवर्तन गुण गरेर 4वटा विकल्प दियो है। ल हेर्नुस् अब यो चाहिँ मेन्डलको प्रबलताको नियमसँग सम्बन्धित छ विज्ञानबाट क्वेसन सोधेको हो र यो चाहिँ मेन्डलको के नियमसँग सम्बन्धित छ प्रबलताको नियमसँग सम्बन्धित छ मेन्डलको प्रबलताको नियम र मेन्डलको प्रबलताको नियममा उनले दुईटा कुरालाई भनेका छन् एउटा भनेको प्रबल गुण अर्को भनेको लुप्त गुण है प्रबल गुण र लुप्त गुणको कुरा गरेको छ प्रबलताको नियमले प्रबल गुण र लुप्त गुण भनेको जस्तै मानौ हेर्नुस् त यो भनेको चाहिँ शुद्ध अग्लो केराउ भयो यो भनेको चाहिँ शुद्ध चाहिँ होचो केराउ भयो शुद्ध अग्लो केराउ र शुद्ध होचो केराउ बीच प्रजनन गराउँदाखेरि यो चाहिँ ठिमाहा केराउ चाहिँ बन्छ यसलाई चाहिँ हामी ठिमाहा भन्छौँ है यो भनेको ठिमाहा हो यो ठिमाहा भनेको के हुन्छ भने देख्दाखेरि अग्लो देखिन्छ तर यसमा चाहिँ होचो केराउमा हुने गुण पनि यसले दबाएर राखेको हुन्छ होचो केराउ पनि प्रजनन त भाव नि त तर किन यो अग्लो देखियो त अग्लो भनेको यो ठिमाहा भयो अग्लो देखिनु भनेको त्यो प्रबल गुण हो र अग्लो देखिएर होचो चाहिँ त्यसले लुकाएर राख्यो भने त्यसलाई चाहिँ हामी लुप्त गुण भनेर भन्छौँ जस्तै अब यहाँ फरक गुण भएका बुवा आमा अब फरक गुण भएका बुवा आमाको कुरा गरेको छ अब बुवा आमा भनेको जस्तै मानौँ ल कालो बुवा बुवा चाहिँ कालो छ हैन आमा चाहिँ गोरी छ हेर्नुहोस् है गोरी आमा र कालो बुवा बीच प्रजनन हुँदाखेरि ल मानौँ छोरो चाहिँ गोरो जन्मियो भने हेर्नुहोस् है छोरो गोरो जन्मियो तर बाउ त कालो थियो नि किन चाहिँ छोरो गोरो जन्मियो भने उसले आमाको गुण चाहिँ पहिलो चाहिँ वंशमा देखा पार्यो त्यो चाहिँ कालो गुण पनि त्यसले दबाएर राखेको हुन्छ अर्को पुस्तामा देखा पर्छ हो त्यो दबाएर राखेको गुणलाई लुकाएर राखेको गुणलाई हामी लुप्त गुण भन्छौँ भने पहिलो वंशमा देखा परेको गुणलाई चाहिँ प्रबल गुण भनिन्छ यसको सही विकल्प प्रबल गुण हो र वंशानुगत गुण भनेको त माता पिताबाट छोराछोरीमा सर्ने गुणलाई वंशानुगत गुण हेरिडिटी भन्छ जस्तै बुवाको कपाल छिटो झर्छ भने छोराको कपाल पनि छिटो झर्नु त्यो हेरिडिटी वंशानुगत गुण हो है तपाईहरुलाई यहाँ पहिलो वंशमा देखा परेको गुण भनेको चाहिँ यसलाई प्रबल गुण भन्छ पहिलो चाहिँ जुन लुकेको हुन्छ त्यसलाई लुप्त गुण भनिन्छ भने देखा परेको गुणलाई प्रबल गुण भनेका साथीहरुको मिलेको छ अरूले करेक्सन गर्नुस् आजको लागि 10औं नम्बर प्रश्नको सही विकल्प प्रबल गुण है यो चाहिँ मेन्डलको प्रबलताको नियमसँग सम्बन्धित छ ल अगाडि बढौं है त आजको लागि 11औं नम्बर प्रश्न ग्यालिलियो ग्यालिली कहाँका वैज्ञानिक हुन् अप्सन नम्बर 1 बेलायत अप्सन नम्बर 2 जर्मनी अप्सन नम्बर 3 इटाली अप्सन नम्बर 4 अमेरिका यो चाहिँ आफ्नो मैले अहिले भनेको छु यो आफ्नो आइडेन्टिटी चाहिँ लुकाएर कमेन्ट गर्नुस् भएका साथीहरुलाई चाहिँ मैले र्याङ्किङमा राख्दिन है साथीहरु अहिले नै भनेको छु तपाईहरु चाहिँ आफ्नो चाहिँ त्यो पुरा नाम लेखेर यदि चाहिँ यो फलानु हैन म हिरो आइफोन त्यस्तो त्यस्तो हैन बाउको छोरो आमाको छोरो अनि त्यसपछि पापा की परी जियाबको बियाहमा यस्ता यस्ता नामले यहाँ आउनुभयो भने म टप 3 मा राख्दिन फेरि ल ग्यालिलियो ग्यालिली कहाँको वैज्ञानिक हुन् र तपाईलाई बेलायत जर्मनी इटाली र अमेरिका गरेर 4वटा विकल्प दिएको छ यसको सही विकल्प भनेको चाहिँ अप्सन नम्बर 3 इटाली इज द करेक्ट आन्सर ग्यालिलियो ग्यालिली इटालीका वैज्ञानिक हुन् इटाली भनेका साथीहरुको मिलेको छ अरूले करेक्सन गर्नुस् है दिपेशजीले चाहिँ सबभन्दा सुरुमा सही विकल्प दिनु भएको छ लगायत 627 प्लस साथीहरुले चाहिँ करेक्सन गर्नु होला है ल 11औं नम्बर प्रश्नको सही विकल्प चाहिँ अप्सन नम्बर 3 इटाली आस्पन सरको फ्यान पनि हुनु आस्पन सरकै नाम लेखेर आउनु भएको छ भने चाहिँ म केही भन्दिन है फेरि ल ओके इको टुरिज्म को अवधारणा कुन योजनाबाट सुरु भएको थियो अप्सन नम्बर 1 7औं योजना अप्सन नम्बर 2 5औं योजना अप्सन नम्बर 3 6औं योजना अप्सन नम्बर 4 8औं योजना इको टुरिज्मको अवधारणा कुन योजनाबाट सुरु भएको थियो है र 7औं योजना 5औं योजना 6औं योजना र 8औं योजना गरेर 4वटा विकल्प दिएको छ र हामी आजको लागि 12औं नम्बर प्रश्नमा छौं इको टुरिज्मको अवधारणा कुन योजनाबाट सुरु भएको है इको टुरिज्म पर्यापर्यटन है यसलाई चाहिँ नेपालीमा पर्यापर्यटन भन्छ इको टुरिज्म पर्यापर्यटनको अवधारणा कन्सेप्ट अफ इको टुरिज्म 7औं योजना 5औं योजना 6औं योजना र 8औं योजना
अब दिएका चारवटा विकल्पहरू मध्येबाट यो पनि एकदमै कमन नै प्रश्न हो साथीहरू। पाँचौं योजनाबाट सुरु भएको चाहिँ स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, स्वास्थ्य कार्यक्रम चाहिँ नेपालको कुन योजनाबाट सुरु भएको हो त भनेर सोध्यो भने स्वास्थ्य कार्यक्रमको सुरुवात पाँचौंबाट भयो। छैटौंमा एउटा चाहिँ के भयो, वातावरण नीति, वातावरण नीति भनेको छैटौंबाट आयो वातावरण नीति। र अर्को भनेको चाहिँ इको टुरिज्म, पर्यापर्यटन भन्छ यसलाई चाहिँ, पर्यापर्यटन पनि छैटौं योजनाबाट नै आयो, इको टुरिज्म पर्यापर्यटन छैटौं। सातौंबाट वातावरण प्रभाव मूल्याङ्कन, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट भन्छ, वातावरण प्रभाव मूल्याङ्कन, वातावरण प्रभाव मूल्याङ्कन है, वातावरण प्रभाव मूल्याङ्कन इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट भनेको चाहिँ सातौं योजनाबाट आयो। र आठौं योजनाबाट चाहिँ कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट, दिगो विकासको अवधारणा, दिगो विकासको अवधारणा कुन योजनाबाट आयो भनेर सोध्यो भने आठौं योजनाबाट दिगो विकासको अवधारणा आएको थियो, कन्सेप्ट अफ सस्टेनेबल डेभलपमेन्ट आठौं योजनाबाट। कन्सेप्ट अफ इको टुरिज्म पर्यापर्यटनको अवधारणा छैटौं योजनासँग सम्बन्धित छ। छैटौं भनेका साथीहरूको मिलेको छ, अरूले करेक्सन गर्नुहोस्। आजको लागि 12औं नम्बर प्रश्नको सही विकल्प छैटौं योजना इज द करेक्ट एन्सर है त। र प्रश्नहरू एकदमै महत्त्वपूर्ण छन् साथीहरू, इक्जाममा सोध्न सक्ने सम्भावित प्रश्न पनि छन्, त्यो कारणले गर्दा आफ्नो वालमा पनि टक्क सेयर गरेर राखिहाल्नुहोस् है। ल अर्को प्रश्न 13औं नम्बर प्रश्नतिर लागौँ र आजको लागि 13औं नम्बर प्रश्न तपाईले स्क्रिन मार्फत देखिसक्नु भएको छ। देखाएका मध्ये कुन जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ? अप्सन नम्बर 1 हुम्ला, अप्सन नम्बर 2 दार्चुला, अप्सन नम्बर 3 डोल्पा, अप्सन नम्बर 4 कालीकोट। देखाएको मध्ये कुन जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छ? हुम्ला, दार्चुला, डोल्पा र कालीकोट। ल भन्नुहोस्, यो पनि मिलाउनै पर्ने प्रश्न हो। साक्षर घोषणा हुन बाँकी चाहिँ तपाईहरुलाई जिल्ला सोधेको छ हैन, हुम्ला, दार्चुला, डोल्पा र कालीकोट गरेर चारवटा विकल्प दिएको छ। ल अप्सन नम्बर 1 2 3 4 का आधारमा सबैले कमेन्ट गर्नुहोस् है। करिब हामीलाई 5500 जना साथीहरु अझै पनि सुनिरहनु भएको छ। सबैजना साथीलाई स्वागत छ। तपाईहरुको चाहिँ अब माघ 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते चाहिँ यो सेसन हुन्छ प्राइजको। अरु दिन पनि जोडिने, फेरि त्यो चाहिँ पुरस्कारकै लागि मात्र होइन, त्यो भन्दा तपाईहरुको धेरै चाहिँ कुरा भनेको यहाँ तपाईले सिक्ने अवसर पाइरहनु भएको छ, त्यो ठुलो कुरा हो। हेर्नुस् त 77 वटा जिल्ला मध्ये अब तपाईहरुको घोषणा हुन बाँकी भनेको चाहिँ मधेसका सबै है, मधेसका सबै भनेको 8 वटा, मधेसका सबै भनेको चाहिँ कतिवटा 8 वटा र प्लस कर्णालीको एउटा, कर्णालीको भनेको डोल्पा है, कर्णाली प्रदेशको डोल्पा र मधेसका 8 वटा जिल्ला गरेर 9 वटा जिल्लाहरू साक्षर जिल्ला घोषणा हुन बाँकी छन् है। अरु जिल्लाहरू साक्षर घोषणा भइसकेका छन्। तपाईहरुलाई देखाएका मध्ये कुन जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छ भनेको छ डोल्पा, कर्णाली प्रदेशको डोल्पा र मधेस प्रदेशका 8 वटै गरेर जम्मा 77 वटा जिल्लाहरू मध्ये 9 वटा जिल्लाहरू चाहिँ साक्षर घोषणा हुन बाँकी छन्। साथीहरुलाई जानकारीका लागि तपाईहरुको हरेक दिन बेलुका 9:15 बजेको समयमा यो सेसन चाहिँ निशुल्क हुन्छ। यो माघ 11 12 13 14 15 गते चाहिँ विशेष तपाईहरुको बुकलाई चाहिँ प्राइज राखेको हो। कारण भनेको चाहिँ 100K सब्स्क्राइब युट्युबमा पुग्यो, मैले बाचा गरेको थिएँ, त्यही कारणले गर्दा हो। र अन्य दिनहरुमा पनि तपाईहरुको भइरहेको हुन्छ, अन्य दिन पनि भएको हुन्छ जोडिने। अब आज 6000 जना साथीहरु जोडिनु भएको छ, यस्तै गरेर सधैँ जोडिने, सधैँ चाहिँ अरु साथीहरुलाई पनि जानकारी दिने। नवप्रवेशी साथीहरुलाई पनि जीके कसरी पढ्ने, के पढ्ने भन्ने चाहिँ थाहा नहुन सक्छ। त्यति बेला तपाईहरुले फिडब्याकमा जोड दिनु भयो भने धेरै राहत हुन्छ भाइ बहिनीहरुलाई चाहिँ जोड्ने। अब यो चाहिँ आइरहनु भएका, पढिरहनु भएका साथीहरुले पनि नवप्रवेशी भाइ बहिनीहरु अथवा चाहिँ अगाडि सिनियरहरु पनि जोलाई थाहा हुँदैन, यसरी चाहिँ 9:15 बजेको समयमा भएको हुन्छ भन्ने कुरा पनि तपाईले जानकारी दिएर सहयोग गर्नु होला। किनकि तपाईहरुकै यो चाहिँ सपोर्ट गरेकै कारणले गर्दा विगत 3-4 वर्षदेखि कन्टिन्यू रूपमा 9:15 बजेदेखि मैले फ्री लाइभ दिइरहेको छु। योबाट धेरैले चाहिँ लाभ लिइरहनु भएको छ। तपाईहरुकै माया हो साथीहरु है, तपाईहरुकै मायाले म अहिलेसम्म यहाँ छु, त्यो चाहिँ बुझ्ने र तपाईहरुले नै के गर्ने, व्यापक शेयर गर्ने, सबैलाई जानकारी दिने है। ल ओके, 13औं नम्बर प्रश्नको सही विकल्प डोल्पा। डोल्पा चाहिँ साक्षर जिल्ला घोषणा हुन बाँकी छ, डोल्पा र यसैगरी मधेसका 8 वटा है। ल ओके, एकदमै इम्पोर्टेन्ट प्रश्नहरू हुन्छन्, सम्भावित प्रश्न हुन्छन् है, जोडिने तपाईहरु। ल 14औं नम्बर प्रश्न हेर्नुस् त के भनेको छ।
पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयमा देखाएको कुन पर्दैन? अप्सन नम्बर 1 दिगो विकास, अप्सन नम्बर 3 जैविक विविधता, अप्सन नम्बर 3 जलवायु परिवर्तन, अप्सन नम्बर 4 एजेन्डा 21। पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयमा देखाएको कुन विषय पर्दैन? पृथ्वी सम्मेलनले चाहिँ 4वटा विषयहरू पारित गरेको थियो। त्यो 4वटा विषयमा चाहिँ दिगो विकास, जैविक विविधता, जलवायु परिवर्तन र एजेन्डा 21 मा कुन चाहिँ पर्दैन त? ल कमेन्ट गर्नुहोस्। हामीले पृथ्वी सम्मेलनले पारित गरेका विषयहरू भनेर पढ्या हो। र यसको सही विकल्प भनेको चाहिँ दिगो विकास। साथीहरु ट्यालेन्ट हुनुहुन्छ हैन? ल पृथ्वी सम्मेलनले पारित गरेका 4वटा विषयहरू भनेको एउटा एजेन्डा 21 हो। अस्ति भर्खरै प्री टेस्टको एक्जाममा यो सोध्यो, एजेन्डा 21 केसँग सम्बन्धित छ भनेर 2082 को संगठित संस्था चौथो तहलाई प्री टेस्टलाई सोधेको थियो। एउटा यो, अर्को जैविक विविधता दोस्रो, तेस्रो भनेको जलवायु परिवर्तन अथवा यसलाई मौसम परिवर्तन पनि भनिएको छ। मौसम परिवर्तन यो भनेको चाहिँ के भयो त? तेस्रो। र अर्को चौथो भनेको वन संरक्षणसँग सम्बन्धित छ, वन संरक्षण हो। यो 4वटा विषय भनेको पृथ्वी सम्मेलनले पारित गरेका विषयहरू हुन्, जस अन्तर्गत दिगो विकास सस्टेनेबल डेभलपमेन्ट पर्दैन। दिगो विकास भनेका साथीहरुको मिलेको छ, अरु साथीहरुले करेक्सन गर्नु होला। अब हामी अन्तिम प्रश्नमा छौं। 15 नम्बर प्रश्नमा जानुभन्दा पहिला साथीहरुलाई हामीले थोरै यसको चाहिँ जानकारी दिइहाले। हेर्नुस् त, जीके मास्टर, जीके किङ र प्राविधिक जीके वर्थ आरएस 25,000 बराबरको चाहिँ बुक गिभअवे भएको हो यसमा चाहिँ। र जस अन्तर्गत चाहिँ दुईटा क्याटेगोरी हामीले छुट्याएका थियौं। एउटा भनेको 15 जना आर्थिक रूपले विपन्न, यो चाहिँ विपन्न एकदमै चाहिँ सिलेक्सन गरेर हजारौंले फर्म भर्नु भएको छ। त्यो मध्येबाट पनि हामीले 15 जना चाहिँ जेन्युन रिजन भएकाहरूलाई मात्रै हामीले छनौट गरेका छौं। अब सबै हामी मिडल क्लास नै फ्यामिली हो साथीहरु यहाँ, तर त्यो मध्येबाट पनि उत्कृष्ट 15 जनालाई हामीले छनौट गरेका हो। त्यसमा चाहिँ परिएन भने पनि माइन्ड नगर्नु होला हैन, किनकि तपाईलाई यो फिडब्याकबाट पनि त लाभ दिइरहेको छ नि त साथीहरु हैन। बुकबाट मात्रै नभएर तपाईहरुको लागि यत्रो दुःख त गरिरहेको छु नि त मैले, त्यो पनि बुझिदिनु होला। र अर्को 2082 माघ 11 गतेदेखि लगेर 15 गतेसम्म टप 3 मा पर्ने 15 जनालाई भनेर हामीले यो क्याटेगोरी छुट्याएका थियौं। र यो मध्येबाट आज 11 गते, 12 गते, 13 गते, 14 र 15 गतेसम्म यो चाहिँ कोही पनि दोरिदैन। यदि कोही दोरियो भने अर्को टप 4, टप 5, टप 6 ले पाउँछ। 15 जना मध्येबाट हामीले यसरी मिहिनेत र उत्कृष्ट साथीहरुलाई छनौट गरेका छौं भने 15 जना चाहिँ आर्थिक रूपले विपन्नलाई छनौट गरेका छौं। यो चाहिँ हामीले छनौट गरिसकेका छौं। गुगल फर्म भर्नु भएको थियो, त्यस मध्येबाट यो हामीले सार्वजनिक 15 गते गर्छौं र 16 गते चाहिँ पुतली सडक काठमाडौँमा उपस्थित हुनुपर्ने छ भनेको छ। हामीले अनलाइन चाहिँ बाहिर पठाउन असमर्थ हुन्छौं। तपाईहरुले चाहिँ यदि आफै उपस्थित हुनु सक्नुहुन्छ भने बेस्ट भइहाल्यो। यदि सकिदैन भने अन्य साथीहरु काठमाडौँमा भएका जुनसुकै प्रतिनिधिहरु तपाईले पठाउन सक्नुहुन्छ, तर काठमाडौँको पुतली सडकमा चाहिँ 16 गते आउनु पर्ने हुन्छ। हामी चाहिँ बाहिर बुक पठाउन असमर्थ हुन्छौं। प्रतिनिधि तपाईले आफैले काठमाडौँमा चाहिँ पठाउने, अथवा काठमाडौँमा भइरहेका साथीहरुलाई चाहिँ यदि टप 3 भित्र पढ्नुभयो अथवा यो भित्र पढ्नुभयो भने पठाउनु होला। हामी यो चाहिँ टप 15 भित्र पढ्ने साथीहरु र यो चाहिँ हामी नोटिफाई गर्छौं त्यो भन्दा अगाडि है त। र यो कुरा मैले जानकारी दिए। अब अन्तिम प्रश्नतिर लागौं र आजको लागि 15 नम्बर प्रश्न। ल परिएन भने पनि चित्त नदुखाउनु होला है, त्यो भन्दा धेरै मैले तपाईहरुका लागि दुःख फिडब्याक क्लासमै गरिरहेको छु, त्यो कुरा बुझ्दिनु होला है त। ल ओके, अर्को प्रश्नतिर लागौं र आजको लागि 15 नम्बर प्रश्न। संयुक्त राष्ट्र संघको बढी शक्तिशाली अङ्ग कुन हो? अझै आज भएन भने अझै 4 दिन बाँकी छन्, अझै 4 दिन गर्ने। अप्सन नम्बर 1 सुरक्षा परिषद, अप्सन नम्बर 2 महासभा, अप्सन नम्बर 3 जिम्मा जमानी परिषद, अप्सन नम्बर 4 अन्तर्राष्ट्रिय न्यायालय। संयुक्त राष्ट्र संघको सबैभन्दा बढी शक्तिशाली पावरफुल अङ्ग कुन हो? सुरक्षा परिषद, महासभा, अनि त्यस्तै गरेर जिम्मा जमानी परिषद र अन्तर्राष्ट्रिय न्यायालय गरेर 4 वटा विकल्प दिएको छ। ल कमेन्ट गर्नुस्, सबैभन्दा बढी शक्तिशाली कुन हो त? सुरक्षा परिषद, महासभा, जिम्मा जमानी परिषद र अन्तर्राष्ट्रिय न्यायालय है। संयुक्त राष्ट्र संघको सबैभन्दा बढी शक्तिशाली अङ्ग, पावरफुल अङ्गको बारेमा सोधेको छ। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा तपाईले कमेन्ट गर्नुस्। ल यसको सही विकल्प भनेको सुरक्षा परिषद हो। कतिपयले महासभा भन्नुभयो, यो महासभा भनेको चाहिँ सर्वोच्च अङ्ग हो है। युएनको सर्वोच्च अङ्ग अथवा चाहिँ तपाईहरुलाई ठूलो अङ्ग कुन हो भनेर सोध्यो भने चाहिँ ठूलो अङ्ग महासभा नै हो, नो डाउट। तर
सुरक्षा परिषद भनेको कार्यकारी अङ्ग, शक्तिशाली अङ्ग चाहिँ सुरक्षा परिषद हो। युएनओका 6वटा अङ्गमध्ये कार्यकारी अङ्ग अथवा चाहिँ कार्यकारी अङ्ग अथवा शक्तिशाली अङ्ग भनेको सुरक्षा परिषद। अस्ति भर्खरै मैले रेगुलर क्लासमा पढाएको थिएँ। शक्तिशाली अङ्ग भनेको चाहिँ के हो त? सुरक्षा परिषद हो। अन्तर्राष्ट्रिय न्यायालय भनेको न्यायिक अङ्ग हो। युएनओको न्यायिक अङ्ग भनेको चाहिँ कुन हो त? अन्तर्राष्ट्रिय न्यायालय न्यायिक अङ्ग हो। जिम्मा जमानी परिषद भनेको हाल निष्क्रिय अवस्थामा रहेको अङ्ग हो। हाल निष्क्रिय अवस्थामा रहेको है, हाल निष्क्रिय अवस्थामा रहेको अङ्ग भनेको जिम्मा जमानी परिषद हो। ल आजको सेसन तपाईँहरूलाई कस्तो लाग्यो? कति कुरा सिकियो ल भन्नुहोस् त है। ल च्याट गर्नुहोस्। अब साथीहरूको मैले च्याट पनि हेर्छु। अब रिजल्ट एकैछिनमा हेरौँला, धैर्य गर्नुहोस्। मैले अघि पनि भनिसकेँ, यदि तपाईँहरू आफ्नो रियल आइडेन्टिफाईबाट आउनुभएको छैन भने त्यसमा चाहिँ मैले तपाईँलाई टप 3 भित्र समावेश गर्न असमर्थ हुनेछु। अब रिजल्ट हामी एकछिनमा हेरि नै हाल्छौँ होइन। यदि कोही साथीहरूको बराबर नम्बर आयो है, सुरुमै नियम भनिदिन्छु, यदि कोही साथीहरूको 14 बराबर नम्बर आयो भने यो अवस्थामा तपाईँहरूको स्पिडको आधारमा चाहिँ म्याटर गर्छ। यो मैले केही पनि गरेको होइन, यो सबै अहिले कम्प्युटिङ भइरहेछ। कम्प्युटरले नै स्पिड जसले छिटो चाहिँ त्यहाँ कमेन्ट गरेछ त्यसकै आधारमा चाहिँ पढ्छ। त्यसमा पनि साथीले सरले मलाई चाहिँ पछाडि पार्नुभयो त्यो होइन, कम्प्युटरले स्पिडका आधारमा अगाडि पछाडि गर्छ, त्यो पनि बुझ्ने। र अर्को कुरा भनेको चाहिँ आज टप 3 मा परिएन भने पनि अझै 4 दिनहरू बाँकी छन्, त्यसमा तपाईँले पढ्ने प्रयास गर्ने र राम्रो गर्नुहोस्। र अर्को कुरा भनेको यो भनेको मैले तपाईँहरूलाई चाहिँ अझै केही सहायता हुन्छ भनेर सपोर्टका तरिकाले मात्रै दिएको हो। योभन्दा मैले धेरै तपाईँहरूका लागि योगदान भनेको फिडब्याक सेसनमा गरि नै रहेको छु। त्यो तपाईँहरूको चाहिँ सबै कुरा, अब यत्रोजना साथीहरू हुनुहुन्छ, 6000 जना साथीहरू हुनुहुन्छ, सबैलाई चाहिँ मैले निःशुल्क रूपमा दिन सक्दिनँ। यो पनि मैले आफ्नै कस्टबाट दिएको हो। फेरि कुनै पनि चाहिँ कस्ट भनेको 25,000 मेरै आफ्नो वर्थ कस्टबाट तपाईँहरूलाई चाहिँ दिएको। त्यो पनि युट्युबबाट आएको इन्कमबाट। मैले त्यो त इन्कम नलगिकन बुकमै तपाईँहरूले नै गरेर चाहिँ दिएको हो भनेर मैले त्यो बुकमा इन्भेस्ट गरेँ। सिधा कुरा चाहिँ प्रश्न विचार महावीर कुनले सिधा कुरा गरेको छ, त्यही हो सिधा कुरा। युट्युबबाट आएको चाहिँ पैसा मैले बुकमा चाहिँ लगानी गरेर तपाईँहरूलाई दिएको मात्रै हो, अरू केही पनि होइन। र आगामी दिनहरूमा पनि म यस्तो यस्तो गर्दै जानेछु। अब हामी रिजल्ट हेर्न बाँकी छ। आज पहिलो दिन हो, अझै 4वटा दिनहरू बाँकी छन्। अझै पनि तपाईँहरूले राम्रो गर्नु होला। र बुक भनेको तपाईँहरूको चाहिँ अब प्राइज भनेको पाइन्छ पाइँदैन त्यो सेकेन्डरी कुरा भयो। तपाईँहरूको हरेक दिन बेलुका 9:15 बजे भइरहेछ, अरू दिनहरू पनि जोडिने है। यो 5 दिन मात्रै नभएर अन्य दिनहरू पनि हुन्छ। नजिकका साथीहरू, शुभचिन्तकहरू चाहिँ नवप्रवेशित चाहिँ भाइ बहिनीहरूलाई पनि यसरी हरेक दिन बेलुका 9:15 बजेको समयमा आस्पन सरको फिडब्याक सेसन हुन्छ भन्ने जानकारी दिने है त। ल अब मैले चाहिँ आजको लागि उता के भन्छ रिजल्टतिर लागेँ। 15औं नम्बर प्रश्नको सही विकल्प भनेको सुरक्षा परिषद हो। र अर्को कुरा, टप 3 मा पर्ने साथीहरूलाई मैले यहाँ नम्बर व्हाट्सएप नम्बर अहिले सेयर गरिदिन्छु। त्यो व्हाट्सएप नम्बरमा साथीहरूले चाहिँ के म्यासेज गर्नु होला भने नाम, यसै गरेर चाहिँ नम्बर र एड्रेस चाहिँ म्यासेज गर्नु होला। ल नाम, नम्बर र एड्रेस, यो चाहिँ टप 3 मा पर्ने साथीहरूको चाहिँ नाम, नम्बर र एड्रेस चाहिँ म्यासेज गर्नु होला। म व्हाट्सएप नम्बर एकछिनमा लेखिदिन्छु है त। र सुरुमा रिजल्ट हेरौँ। ल आजको लागि 15औं नम्बर प्रश्नको सही विकल्प भनेको सुरक्षा परिषद हो। र सुरक्षा परिषद भनेका साथीहरूको मिलेको छ। महासभा भनेको चाहिँ ठुलो र यसै गरी सर्वोच्च अङ्ग है। ओके, आजको लागि विनर हुन सफल हुनुभएको छ सुरक्षा लामिन छानेजी, यहाँलाई बधाई छ। र तृतीय स्थानमा छाया तिमिल सिन्हाजी हुनुहुन्छ, यहाँलाई बधाई छ। र तृतीय स्थानमा चाहिँ दिपेश कुमार ओलीजी हुनुहुन्छ, यहाँलाई पनि बधाई छ। र 3 जना साथीहरूलाई चाहिँ मैले यहाँ नम्बर लेखिदिन्छु है, तपाईँहरू चाहिँ मेसेज गर्नु होला। र अरू साथीहरूले चाहिँ अझै 4 दिन बाँकी छन्, तपाईँहरूलाई चाहिँ अझै अन्य क्लासको लागि धेरै धेरै शुभकामना। 3 जना साथीहरू है, सुरक्षाजी है, सुरक्षाजी, अनि त्यस्तै गरेर चाहिँ हाम्रो छायाजी है, अनि त्यस्तै गरेर हाम्रो दिपेशजीलाई बधाई छ। अन्य सहभागी हुने साथीहरूलाई पनि धन्यवाद। र यसमा चाहिँ साथीहरूले 9842663434 ल यो नम्बरमा चाहिँ व्हाट्सएप गरेर साथीहरूले नाम, नम्बर, एड्रेस चाहिँ पठाइराख्नु होला। तपाईँहरू चाहिँ 16 गते यदि काठमाडौँमा आउन पोसिबल छ भने आउनुपर्छ। यदि चाहिँ भ्याइँदैन भने अरू साथीहरूलाई चाहिँ पठाउनु होला। कुनै न कुनै साथी काठमाडौँमा साथीहरू हुनुहुन्छ, पठाउनु होला। र तपाईँलाई बधाई छ, अन्य साथीहरूलाई पनि धन्यवाद है। ल अब अरू साथीहरूले चाहिँ अझै 4वटा सेसनहरू बाँकी छन्, तपाईँहरू अझै जोडिएर अझै बेस्ट गर्न खोज्नु है त। ल र अर्को कुरा, एम्बिसन गुरुमा भौतिक माध्यम र अनलाइन माध्यम दुवै माध्यमबाट धमाधम कक्षाहरू भइरहेको छन्। तपाईँलाई एम्बिसन गुरुमा स्वागत छ। शिक्षक सेवा आयोगतर्फ आधारभूत तह, माध्यमिक तह, लोकसेवा आयोगतर्फ नासु, खरिदार अफिसर, ब्याङ्किङ, यसै गरी संस्थानतिर, अनि त्यस्तै गरेर चाहिँ यता हाम्रो जुन सार्वजनिक संस्थानहरूका अतिरिक्त चाहिँ सुरक्षा निकायतर्फ असय इन्सपेक्टर,
का भौतिक माध्यमबाट र अनलाइन माध्यमबाट कक्षाहरू भइरहेछन्। एम्बिसन गुरुमा तपाईँहरूलाई स्वागत छ है त। ल ओके, आजका लागि मैले यति नै गरेँ। 15 नम्बर प्रश्नको सही विकल्प चाहिँ के रहेछ त, सुरक्षा परिषद रहेछ र सबैजना साथीलाई बधाई छ। सुरक्षा लामिछानेजी, यसै गरेर चाहिँ छाया तिमिलिसना, दिपेशजी लगायत ज्योतिजी है, अन्य साथीलाई बधाई छ। यहाँ धेरैले 14 वटा प्रश्न मिलाउनु भएको छ, स्पिडको आधारमा 1 2 3 भएको है त। ल आजका लागि यति नै। भोलिको बसाइमा पुनः 9:15 बजे भेट्ने बाचा गर्दै आजको लागि भने बिदा चाहन्छु। नमस्ते, शुभरात्रि।